सबैजना नमस्कार सबैजना नमस्कार स्वागत छ तपाईँलाई हाम्रो गफसफमा हैन आज चाहिँ हामी चाहिँ जापान बारेमा धेरै कुराहरू चर्चा गर्नेछौँ चाहे त्यो हामी सुरुमा आउँदै नयाँ भाइ बहिनीहरूको लागि होस् या चाहे पुरानो सबैको लागि हामी चाहिँ लगभग हामी पनि जापान आएको अब 6-7 वर्ष भइसकेको छ आज त्यो बारेमा चाहिँ हाम्रो एक्सपिरियन्स प्लस अब आउने भाइ बहिनीले के गर्नुपर्छ र वर्किङ गरेपछि के गर्नेदेखि लिएर हरेक कुरा हामी नेपालमा के गर्थ्यौँ देखि लिएर हरेक कुराहरू गर्नेछौँ है आज चाहिँ मसँग चाहिँ मेरो साथी हुनुहुन्छ उहाँ चाहिँ 7 वर्ष बसिसक्नु भएको छ हैन अब म धेरै बोल्नुभन्दा पनि म उहाँ र मेरो एक्सपिरियन्स दुवैजनाको एक्सपिरियन्स चाहिँ आज हजुरमाथि हजुरसम्म प्रस्तुत गर्न गइरहेको छौँ भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला यो भिडियो चाहिँ अनकट हो हामी चाहिँ मिलाइ बनाएको छैनौँ हामी चाहिँ जे कुरा बोल्छौँ यो सब हजुरमाथि जानेछ हैन यो भिडियो चाहिँ अब म धेरै बोल्दिनँ म साथीलाई अब इन्ट्रोडक्सन गर्न लाउँछु त्यसपछि त्यो अनुसारले चाहिँ फेरि हामी कुराकानी गर्दै जान्छौँ ल आफ्नो तपाईँको इन्ट्रोडक्सन दिनु न म चाहिँ अहिले साइथामा बसोबास गरिरहेको छु म आजभन्दा 7 वर्ष अगाडि 2018 नोभेम्बर लास्टतिर म जापान छिरेको थिएँ जापान छिर्नु अगाडि चाहिँ मेरो एक्सपेक्टेसन र मेरो दिमागमा धेरै कुराहरू धेरै सपनाहरू देखेर आएको थिएँ तर जापान छिरिसकेपछि एक्सपेक्टेसन भर्सेस रियालिटी जुन चाहिँ भनिन्छ त्यसमा धेरै अन्तर पाएँ मैले त्यो अनुसार अब भाषा नआएको कुरा अब नुन भनेर चिनी किन्न गएको बेलामा नुन किनेको नुन किन्न भनेर गएको बेलामा चिनी किनिएको अनि अरू पनि त्यस्तै कुराहरूले बहुत एकदम खुमारू भएको त्यो चिजहरू चाहिँ अनि जे सोचेर आइएको थियो त्योभन्दा बिल्कुल फरक पाइएको हुँदा धेरै दुःख पनि पाइयो धेरै कुरा पनि जानियो तपाईँको नाम चाहिँ फुल भनिदिनु नाम चाहिँ भनिदिनु तपाईँको मेरो नाम उमेश शिवाकोटी हजुर म अहिले साइथामा बसोबास गरिरहेको छु हाल उहाँको नाम चाहिँ उमेश शिवाकोटी हो र मेरो नाम चाहिँ मोहित पाबी हो अब आज हामी दुईजना चाहिँ अब चाहिँ हाम्रो बल्ल अब हाम्रो गफसप चाहिँ बल्ल कुराकानी हुँदै जान्छ होइन हामी जापान किन आयौँ र कुन उद्देश्य ल्याएको हामीले के गर्दैछौँ र लाइफमा के कस्तो पुरानो अब गर्दैछौँ सबै कुरा त अब यो भिडियोमा तपाईँले अन्तिमसम्म हेरेर थाहा भइहाल्छ होइन सर्वप्रथम त होइन उमेश अब सुरुमा 2018मा तपाईँ आउनुभयो भन्नुभयो होइन 2018मा आउँदाखेरि चाहिँ होइन तपाईँ सुरुमा कुन चाहिँ ठाउँमा आउनुभयो र कस्तो अब सुरुमा त पक्कै पनि तपाईँ जापानिज भाषा पढ्न आउनु भएको जस्तो लाग्छ मलाई के कस्तो होइन अब भनौँ न गाह्रोपनहरू तपाईँले झेल्नु पऱ्यो तपाईँको एक्सपिरियन्स भन्नु त्यसपछि म पनि आफ्नो एक्सपिरियन्स भन्छु सुरुमा भन्दाखेरि अब गाह्रोपन त साह्रै नै गाह्रोपन झेलियो होइन एकदमै अब नसोचेको किसिमको गाह्रो भनौँ न जुन किसिमको एकदमै गाह्रो झेलियो अलिकति यार बोल्नै सकिँदैन भन मलाई के हुँदैन के भन्ने त यार कस्तो अब गाह्रो भन्नाले कस्तो हुँदैन साथी चाहिँ अब होइन भर्खर अब त्यो भएको कारणले गर्दा चाहिँ बोल्न चाहिँ अलिकति अप्ठ्यारो पार्नु भएको जस्तो छ होइन तर म चाहिँ मेरो एक्सपिरियन्स भनिदिन्छु होइन अब जस्तो हामी सुरुमा हामी दुईजना आएको भनेको वास्तवमा ओकिनावाको हामी चाहिँ जेसल गएकोमा आएको उनी चाहिँ मभन्दा सायद अब 15-16 दिन पछि आएको जस्तो लाग्यो म चाहिँ नोभेम्बर 2018को नोभेम्बर 1 मा आएको है अब उनी चाहिँ अब भनौँ न अब नोभेम्बरको अन्तिमतिर आएको भनेपछि थोरै म अहिले अगाडि आएको कारणले गर्दा चाहिँ हामी न्यून गएको सँगै हो र हामी दुवैजना त 7 वर्ष भएको छ 7 वर्षको अन्तरालमा चाहिँ हामी चाहिँ जापानको ओकिनावामा हुँदाखेरि चाहिँ हामीलाई सुरुमा चाहिँ त्यहाँ ट्रेन नभएको कारणले गर्दाखेरि साइकलमा हिँड्दा एकदम गाह्रो भएको थियो गएको पनि एकदम टाइट थियो त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई काममा जाँदा होस् या काम पाउन किनकि जेसल गएकोमा यति धेरै स्टुडेन्ट आउँछ सायद जेसल गएकोमा पढ्ने मान्छेलाई चाहिँ धेरै कुरा थाहा छ त्यहाँ एकदम कतिसम्मको गाह्रो हुन्छ काम पाउनको लागि होइन र प्लस निहुनको पनि नजान्दाखेरि अब धेरैलाई रिक्वेस्ट गर्दा पनि साथी दाजुभाइ सेन्पाईहरूलाई रिक्वेस्ट गर्दा पनि कसैले वास्ता नगरिदिने आफूले भनौँ न साइकल पेलेर मिन्स जाँदाखेरि भाषा नजान्दा धेरै कुराहरूले हामीले झेल्नु पऱ्यो सायद यो कुरा हजुरहरूले पनि बुझ्नुहुन्छ यो कुरा त भइहाल्यो सायद हामी दुईजनाको एक्सपिरियन्स यो जस्तो लाग्छ मलाई अब सायद धेरै कुराहरू छ धेरै कुरा गर्दाखेरि सायद यो अब हाम्रो पोडकास्ट चाहिँ धेरै लङ जान सक्छ त्यो भन्दा पनि आज हामी छुट्टै अब दोस्रो टपिकमा जाँदैछौँ होइन जस्तो अब हामी कस्तो टपिकमा जाँदैछौँ भन्दाखेरि चाहिँ जस्तो हामी सुरुमा भाषा पढ्यो भाषा पढिसकेपछि चाहिँ लगभग हामी चाहिँ 18 महिना पढ्यो जस्तो लाग्छ मलाई पढिसकेपछि चाहिँ सेन्मनगाकोमा चाहिँ तपाईँले चाहिँ के पढ्नुभयो सेन्मनगाकोमा यो गाडी बनाउने भन्छन् जुन चाहिँ होइन नेपाली हाम्रो सामान्य भाषामा मिस्त्री काम भन्छन् समथिङ चाहिँ बनाउनको लागि मलाई चाहिँ पहिल्यैदेखि बहुतै इन्ट्रेस्ट लागेको हुनाले त्यो विषय चाहिँ रोजेर गएँ जस्ट तपाईँले भन्नु खोज्नु भएको चाहिँ गाडी मिस्त्री भन्दाको मतलब तपाईँले चाहिँ जापानमा चाहिँ जिदोसाको पढ्नुभयो जुदोसा त्यो जस्ट जुदोसा पढ्नुभयो र उहाँले चाहिँ जुदोसा पढ्नु भएको छ मैले चाहिँ सेन्मन गएको चाहिँ मेरो सालको त्यो कहानी अलग फरक छ जस्तो
यिनी चाहिँ अब सुरुमा जिदुसा पढिन होइन पढेको थिएन होइन म चाहिँ के पढेँ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ म अब कलेज सुरुमा मैले नपाएँ मेरो धेरै कारणले गर्दाखेरि चाहिँ मैले कलेज नपाएको कारणले गर्दाखेरि चाहिँ त्यही गएकोमा चाहिँ 1 वर्ष कलेज पढेर चाहिँ प्रमिस गएको सेसन चाहिँ साउदन गरेर 1 वर्ष पढेर चाहिँ मैले 1 वर्षमा कलेज चेन्ज गरेर चाहिँ मैले चाहिँ होटल म्यानेजमेन्ट पढेको र मैले अहिले चाहिँ म होटलमा काम गर्दैछु अब काम अब दुइटै अब भनौँ न कुर्माको काम र मैले गरेको होटल काम दुवै फरक किसिमको काम हो तर दुइटै नै जापानमा चाहिँ एकदम जुन पढे पनि राम्रै नै छ होइन अब अरू कुराहरू फेरि तपाईँहरूलाई अवगत गराउँदै जान्छ के कस्तो हुन्छ के कस्तो होइन जानकारी अवधि गराउँदै छौँ होइन अहिले म तपाईँलाई चाहिँ होइन अब अर्कै कुरा सोध्न चाहन्छु भन्दाखेरि चाहिँ होइन उमेशजी जस्तो तपाईँ जब न्युन गएको सकाउनु भयो तपाईँ त्यहाँबाट कुन चाहिँ ठाउँमा जानुभयो न्युनको गएको सकाएपछि म सेन्दाईमा गएँ सेन्दाई मियागी सेन्दाई भन्छन् जुन चाहिँ ओकिनावाबाट लगभग प्लेनमा जाँदा पनि 3 घन्टाको रुट भनौँ न 3 घन्टाको रुटमा मियागी एकदम हिउँ पर्ने ठाउँ र चिसो पनि चिसो ठाउँ ओकिनावा हेरिकन अनि अर्को हजुरलाई के अब त ओकिनावा बसेको कारणले गर्दाखेरि म आफ्नो ओकिनावाको अब कुराहरू त सबै हजुरलाई अहिले पछि नै सोध्छु तर म सुरुमा उहाँलाई के कुरा सोध्न चाहन्छु भन्दाखेरि चाहिँ जब तपाईँ ओकिनावा छोडेर सेन्दाई जानुभयो नि जो त ओकिनावा भनेको त अलि तातै ठाउँ हो नि त तातै नै हुन्छ नि त जब ओकिनावा छोडेर जब एकैचोटि सामुई होइन जे पनि अब चिसो हिउँ पनि ठाउँ जाँदाखेरि ओकिनावा हिउँ पर्दैन गाई चाहिँ तपाईँहरूले सायद जति पनि नेपालमा बसेर हेरिराख्नु भएको छ ओकिनावामा हिउँ पर्छ भनेर सोचिराख्नु भएको छ भने चाहिँ ओकिनावामा हिउँ पनि पर्दैन र ट्रेन पनि चल्दैन तपाईँको चले पनि हाम्रो त्यो एउटा मोनोट्रेल हो चढ्ने त्यसो सायद धेरै नेपालीहरूले युज पनि गर्दैन चल्ने साइकल कि स्कुटर कि गाडी हो है गाइज ओकिनावामा चाहिँ हिउँ पर्दैन र उहाँ चाहिँ अब एकैचोटि तातो ठाउँबाट एकैचोटि हिउँ पनि ठाउँमा जानुभयो उहाँको चाहिँ हिउँ जो ठाउँ जाँदाखेरिको मौसमले कस्तो गर्दा होस् या काम पाउँदा होस् या हरेक कुराले चाहिँ के कस्तो उहाँलाई गाह्रो भयो सायद हजुरहरूले पनि सायद अब भोलिको दिन ठाउँ एक्सचेन्ज गर्दाखेरि छेउमा गएको अरू ठाउँ बाहिर पढ्न जाँदाखेरिलाई सायद यो कुरा जानिराख्नु भयो भने हजुरलाई सजिलो हुन्छ जस्तो लाग्छ मलाई उहाँले चाहिँ अब म सोध्न चाहन्छु जब तपाईँ होइन ओकिनावा छोडेर सेन्दाई जानुभयो कस्तो प्रकारको तपाईँलाई अप्टिकल्सहरू आयो कस्तो प्रकारको तपाईँलाई गाह्रोपन आयो किन एकैचोटि त ठाउँ अब जुन ठाउँमा 2 वर्ष बसिसकेपछि अरू नयाँ ठाउँ जाँदाखेरि के कुरा तपाईँलाई गाह्रो हुन्छ जस्तै त्यो पैसा होस् चाहे काम खोज्नु होस् चाहे त्यो ठाउँमा भिज्नलाई के कस्तो कुराले तपाईँलाई गाह्रो बनाइ प्लिज भनिदिनु न मलाई चाहिँ मेरो सबभन्दा पहिलो गाह्रो भनेको चाहिँ सेन्दाई जानु अघिदेखिको एउटा गाह्रो थियो कि कोठा कसरी खोज्ने सुरुमा अरू जे जस्तो भए पनि पहिला वासस्थान त चाहियो होइन बस्नको लागि अब त्यो कोठा खोज्नको लागि मलाई एकदमै गाह्रो पऱ्यो तर पनि एकजना साथीको दाइ चाहिँ पहिला सेन्दाई बस्नु भएको रहेछ उहाँको सेउखाइबाट उहाँ ठ्याक्क सोचेको भएर जाने दिन र हामी त्यहाँनिर सेन्दाई जाने दिन एकै दिन भएको हुनाले अनि कोठा चाहिँ सजिलैसँग उहाँकै कोठामा पायौँ त्यो भइसकेपछि अनि दोस्रो कुरा भयो त्यहाँनिर गएपछि वरिपरिको ठाउँ थाहा नहुने लगभग 1 हप्ता जति लाग्यो होला यताउता ठाउँ थाहा पाउनको लागि त्यसपछि अनि साइकल कहाँ किन्ने अर्को ट्रान्सपोर्टेसन त्यसपछि काम कहाँ खोज्ने कसरी खोज्ने भन्ने कुरा यिनीहरूले बहुतै दुःख भयो जो सब हामीले भनेको जस्तो सही टाइममा काम नपाउने र अनि 1 महिना जस्तो काम नपाएपछि अब सही खाँचो 1 महिनाको लागि चाहिँ तारिर जुन पाराले हुनुपर्ने त्यो भएन प्लस अब मौसम पनि एकदमै चिसो भएको हुनाले जुन किसिमले सोचेर ओकिनावा जस्तो सोचेर आएको थियौँ त्यो किसिमले नभएपछि प्लस एक्स्ट्रा रूपमा जोड्नुपर्ने चिजहरू पनि जोड्नु पर्यो प्लस बाहिर हिँड्दाखेरि लाग्ने जुन चाहिँ हुन्छ नि अब यो कपडाहरू भनौँ अब एक्स्ट्रा थर्मोकोटहरू होइन यिनीहरूले पनि एकदमै भयो र प्लस साइकल किन्न जाँदाखेरि धेरै नै प्रब्लम भयो भनौँ न अब पैसा नहुने पकेटमा अब नयाँ भन्दा साइकलै भेट्दै नभेट्ने कहीँ पनि अब नयाँ किन्नको लागि 4 मन 5 मन त्यतिकै भइहाल्ने अनि प्लस सेन्दाई पुगेपछि एउटा कुरा चाहिँ मलाई अचम्म के लाग्यो भने हामी ओकिनावा हुँदा जहाँ साइकल पार्क गर्दै पनि मतलब भन्न थियो तर सेन्दाई गएपछि चाहिँ साइकल जहाँनिर पार्क गरे पनि 60 रुपियाँ लिँदै थियो त्यो कुराहरू नयाँ कुरा थाहा पाएँ प्लस अब ओकिनावा भनेको त हाम्रो धेरै फ्री रहेछ के धेरै किसिमले अब नेपाल जस्तै भनौँ न हाम्रो लागि सजिलो किनभने जहाँ जे गरे पनि त्यस्तो त्यो स्ट्रिक्ट नहुने जबकि सेन्दाई आइसकेपछि बिल्कुल हामी जापानै छिरे जस्तो हुने कि स्ट्रिक्ट पनि त्यही अनुसारले स्ट्रिक्ट अब साइकल जथाभावी पार गरिदिँदाखेरि ट्राफिक भन्नाले यो महानगरको जुन चाहिँ
महानगरै भनौँ न अब सेक्सोबाट खटिएका मान्छेहरू उनीहरूले चाहिँ अब जथाभावी पार्किङ गऱ्यो भनेर समातेर लिएर गइदिने प्लस अब त्यो झिक्नको लागि चाहिँ 24 घन्टा बनाएको मतलब उठाएको 24 घन्टा अथवा भोलिपल्ट आज उठाएको छ भने भोलिपल्ट बिहान गएर 2400 हो कि 2000 हो चाहन्छन् त्यस्तै फाइन तिरेर झिक्नुपर्ने अवस्था त्यतिसम्म आएको थियो सेन्दाईमा। त्यति कुराहरू थाहा नपाउँदाखेरि अलि दुःख पनि भयो। साथीहरूले धेरै अब पैसा पनि तिरे भनौँ अब साइकल पार गर्न नपाएर पनि कति ठाउँ अब त्यस्तै हिँडेर जाने पनि भयो प्रायः सहरको। प्लस अब काम पनि हामीले ओकिनावामा जति नजिक थियो 15 मिनट साइकलमा जाने बित्तिकै काम जताततै फलाफल हुन्थ्यो भने अब सेन्दाई आइसकेपछि चाहिँ 15 मिनटको साटोमा हामी लगभग आधी घन्टा चान्चुन चाहिँ हिँड्नै पर्ने अथवा ट्रेन युज गर्नुपर्ने तिनीहरू कुराहरू भए। प्लस अनि किन हुँदा त हामीले साइकलले प्रायः जस्तो युज गरिरहेको हुन्थ्यौँ जता पनि गुगल म्याप हेरेर। तर सेन्दाई आइसकेपछि चाहिँ एउटा ट्रेन नचढी नहुने अवस्था पनि आयो। त्यहाँ आएपछि अब ट्रेन चढ्नको लागि कतिपय अब टिकट काट्न आएन पहिला सुरुको समस्या भने अब कहाँ कसरी काट्ने कहाँ पैसा हाल्ने के गर्ने अब त्यो केही थाहै भएन। त्यो नभएपछि अब कतिचोटि त अब स्टेसन मास्टर भन्छन् नि अब खाकारी एकीमा बसेको एकीलाई बोलाएर अनेगाई गरेर गरियो। तर पनि धेरै समय लाग्यो दिमागमा बस्नको लागि। त्यति कुराहरू अलि झेलियो। ठिक छ, मैले हजुरले कुरा बुझेँ। यदि तपाईँहरू पनि होइन जस्तो उहाँले के भन्नु भन्दाखेरि चाहिँ उहाँ चाहिँ सुरुमा ओकिनावामा चाहिँ 18 महिना न्युनगाको पढ्नु भएर ओकिनावाबाट चाहिँ उहाँ चाहिँ सेन्दै जाँदाखेरि चाहिँ उहाँलाई के कुराले गाह्रो बनायो भन्दाखेरि चाहिँ पक्कै पनि होइन जस्तो हामी न्युनगाको एउटा ठाउँ पढाएको छ 2 वर्षसम्म पढाएको छ भने हामी अर्को ठाउँ जाँदाखेरि पक्कै पनि हामीलाई रुम चाहियो। त्यहाँ रुमको लागि रुम खोज्न लागि पैसा चाहियो। पैसा चाहिँ लगभग कम्तीमा पनि 2 देखि 3 लाख रुपियाँ पक्कै पनि हुनु पऱ्यो। प्लस के अरे खानालाई चाहियो 1-2 महिनाको लागि कम्तीमा पनि पैसा चाहिँ खोजिराख्नु पऱ्यो होइन। र पहिला हामी अब मैले ओकिनाको हामीले चाहिँ ओकिना कुरा गर्दैछौँ। ओकिनावामा भनेको चाहिँ कस्तो छ भने मान्छे सबै धेरै जस्तो मान्छे चाहिँ सफा पनि सफा छ एसएससी भन्छ क्या एक्सक्युज दिन्छ क्या त्यो एक्सक्युज। तर बाहिर भनेको नि एक्सक्युज दिँदैन क्या। टोकियो भयो साइतामा भयो ओसाकातिर आई डोन्ट थिङ्क मलाई चाहिँ यो एक्सक्युज दिन्छ जस्तो लाग्दैन मलाई। र उमेशलाई कस्तो कुरा उसले उमेशको भनेअनुसार चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ होइन मैले कुरा बुझ्दाखेरि चाहिँ बाहिर चाहिँ अलिकति एकदम अनुशासनमा बस्नु पर्ने हुन त जता बस्ने अनुशासन चाहिँ बस्नु नै पऱ्यो। तर बाहिर गइसकेपछि झनै अनुशासनमा बस्नु पऱ्यो। प्लस धेरै कुराहरू जस्तो ओकिनावामा चाहिँ ट्रेन नचढेको कारणले गर्दाखेरि चाहिँ बाहिर गइसकेपछि ट्रेन चढ्न पनि गाह्रो भयो। र अब भनौँ न अब पहिले धेरै कुरा चाहिँ नजानेको कारणले गर्दाखेरि चाहिँ विभिन्न प्रकार जस्ता त्यो काम खोज्न होस् चाहे हरेक कुराहरू खोज्नलाई एकदम गाह्रो भन्छ। यदि तपाईँहरू पनि न्युनगाको एक ठाउँमा पढेर कुनै नयाँ ठाउँमा जाँदै हुनुहुन्छ भने तपाईँहरूले कम्तीमा पनि 5 महिना अगाडिदेखि नै सायद घर पैसा नपठाउनु होला चोकिन गरेर राख्नु होला। किनभने तपाईँलाई भोलिको दिन जस्तो तपाईँ ओकिनावा अथवा ओसाकाबाट टोकियोतिर आउँदै हुनुहुन्छ र ओसाकाबाट ओकिनावातिर अथवा फुकुओकाबाट टोकियोबाट सेन्दाईबाट होक्काइदोबाट जतासुकै गए पनि तपाईँहरूले कम्ती पनि 40 मान जति चाहिँ एक्स्ट्रा राख्नु होला। किन राख्नु भन्दाखेरि चाहिँ त्यो भोलि दिन त्यो पैसा अब सबै त खर्च नहोला तर पनि रुमलाई खोज्नु पऱ्यो साथसँग रुम खोज्नु पऱ्यो खाना लानु पऱ्यो जाने बित्तिकै काम पाउँदैन। त्यो कुराले चाहिँ यदि तपाईँहरू सेनमनगाको एक्सचेन्ज अथवा सेनमनगाको नयाँ ठाउँ जाँदै हुनुहुन्छ भने चाहिँ यो कुरालाई चाहिँ एकदम ध्यानमा दिनु होला। र अर्को कुरा चाहिँ म अब के कुरा सोध्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो उमेशजीलाई चाहिँ होइन जस्तो अहिले तपाईँले सेनमनगाको पनि सकाइसक्नु भएको छ होइन। सेनमनगाको सकाइसकेपछि अहिले सिउसुकु गर्दै हुनुहुन्छ। सिउसुकुको बारेमा चाहिँ तपाईँले चाहिँ के कुरा भनिदिनु तपाईँको बारेमा चाहिँ? सिउसुकुको बारेमा मैले अब खासै भन्नुपर्दा पनि सिउसुकु जेमा गरे पनि हाम्रो उद्देश्य भनेको काम गरेर पैसा कमाउने हो प्लस स्किल गेन गर्ने हो। कतिपय साथीहरूले चाहिँ कसो पनि गरेका छन् भने सेनमनगाको सोचियो गरेर लगभग 1 महिना जति 1 महिना होइन समथिङ 1 वर्ष जति एक्सपिरियन्स लिएर आफ्नो कामहरूको एक्सपिरियन्स लिएर आफूले त्यही अनुसारको खैसा खोलेर बिजनेस पनि गरेका छन्। त्यही भएको हुनाले अब काम यो ठुलो यो सानो भनेर म भन्दिनँ। सबै काम उस्तै हो। अलि गाह्रो काममा पैसा अलि बेसी हुन्छ अलि सजिलो काममा पैसा अलि त्यस्तै हुन्छ। जस्तो तपाईँले मैले बिचमा कुरा काट्न चाहेँ होइन। अहिले चाहिँ हामी कस्तो छ भन्दा हामी नेपालीहरू चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ होइन उमेश चाहिँ अहिले म पनि अब जस्तै 7 वर्ष भइसक्यो जापान आएको होइन। 7 वर्षको उमेर मैले चाहिँ के देखेँ भन्दाखेरि सायद म पनि पहिला सायद यो कुरा नथाहा भएको सायद मैले पनि मलाई पनि भोलिको दिन गाह्रो पर्थ्यो होला होइन। तर कतिपय मान्छेहरू चाहिँ होइन मानौँ न आइटी पढेर चाहिँ अब होटलको फ्रन्ट डेस्कमा काम गर्न जान्छ नि त चुइयाकुमा त्यो चाहिँ मिल्दैन क्या। जस्तो तपाईँले सेनमनगाकोमा के पढ्नु भएको छ भने त्यही अनुसारको नायो मिलाएर चाहिँ काम गर्नुपर्छ। जस्तो तपाईँले होटल पढ्नु छ भने तपाईँले होटल जस्तो होटल म्यानेज पढ्नु भएको छ भने तपाईँले होटल बाहेकको ठाउँ गर्न मिल्दैन
यो कुरा चाहिँ तपाईँले ध्यान दिनु मैले जस्तो होटल म्यानेज पढायो क्या उमेश सुनमा मैले चाहिँ होटल म्यानेज पढायो हो मैले होटल म्यानेज पढ्दाखेरि चाहिँ मैले होटल ठाउँमा कामै गर्न मिल्दैन त्यही भएर चाहिँ म त के भन्छु भन्दाखेरि चाहिँ म यो पढ त्यो पढ म भन्दिनँ तर बिजनेस मैले चाहिँ यसो विचार गरेको बिजनेस होइन उमेश बिजनेस पढ्यो भने चाहिँ नि खाइसातिर भनौँ न उद्योगतिर पनि गर्न मिल्ने रहेछ काम होइन अनि त्यसपछि होटलतिर पनि चुइयाक गर्न मिल्ने रहेछ क्या त्यो कारणले गर्दा चाहिँ सकभर चाहिँ अब यो पढ्दै म चाहिँ भनिदिन्छु यो मेरो चाहिँ मेरो पर्सनली मेरो चाहिँ पर्सनली मेरो यो होइन इकेन हो होइन मेरो विचार हो सकभर चाहिँ बिजनेस पढ्दा चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो मलाई अब होटल हुन त अहिले जे जस्तो जे पढे पनि मान्छेले धेरै मान्छेले चाहिँ होटलमा काम गरेको मैले देखाएको छु होइन जस्तो अब हाम्रो उमेशजीले भन्नुभयो जस्तो कुरमा पढ्नु भएको छ हामीले होइन जिदोसा पढ्नु भएको छ जिदोसा भने पनि जिदोसा बाहेक ठाउँमा काम गर्न मिल्दैन क्या गाइस यो कुरा चाहिँ तपाईँले विचार गर्नुपर्छ खाएकोले खाएको मात्रै गर्न मिल्छ होटल म्यानेजमेन्ट होटल म्यानेजमेन्टै गर्नुपर्छ बिजनेस भएन भने चाहिँ सायद खाइकै बिजनेसहरू पढ्यो भने चाहिँ सायद लसनहरूतिर पनि धेरै ठाउँमा गर्न मिल्ने चाहिँ हानबाईहरूमा त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरू श्रीमान काकोमा पढ्दै अब जाने भने सोचिराख्नु भएको छ अथवा अब पछि गएर पनि के पढ्ने सोचिराख्नु भएको छ भने अलिक राम्रोसँग चोइस एकदम सेन्सेससँग सावधान गरेर सेन्पेयरसँग सावधान गरेर चाहिँ सब्जेक्ट पढ्नुलाई भोलितिर वर्किङ खोज्नलाई गाह्रो नहोस् यो चाहिँ एकदम इम्पोर्टेन्ट गाइज नै यो मिलाएर चाहिँ काम गर्नु होला भोलि दिन भिजा पनि जस्तो अहिले कस्तो छ भन्दाखेरि उमेश होइन मान्छेहरू चाहिँ अब भनौँ न आफूबाट च्यालेन्ज नगरिकन हाकिन खासाबाट होइन गएर काम खोज्ने कि आफू मेहनत नगरिकन हाकिन खासाबाट काम गरेर नायो नमिलेर भिजा फर्केको मान्छेहरू पनि छ नि त होइन त्यस्तो मान्छेहरूलाई चाहिँ लाइक के भन्न चाहनुहुन्छ जस्तो लाइक भनौँ न सब आफैले खोज्नु बेटर कि होइन हाकिन खासामा गएर खोज्दा बेटर हुन्छ किनकि हाकिनले त कम्तीमा नि 22 देखि 30 मासम्म लिइदिन्छ पैसा त्यो खोज्नुभन्दा आफैले खोजेर इन्टरभ्यू दिएर बेस्ट कि हाकिनबाट गर्दा बेस्ट हुन्छ जस्तो लाग्छ होइन बेस्ट यो राम्रो यो नराम्रो भन्ने कुरा हुँदैन अब सिचुएसनको कुरा पनि हुन्छ होइन कुनै कुनै बेला जति बेस्ट ट्राई गर्दा पनि खाइसियाहरू नभेटिएको अवस्थामा हाकिन पनि जानुपर्छ किनभने त्यो पनि एउटा बाटो हो उपाय हो जे जसो हामी अब जापानमा त टिक्नु पऱ्यो नि त त्यो भएको हुनाले आफ्नो सैगाजुलाई पनि गुमारो नहुने गरेर हाकिनबाट गए पनि केही छैन त्यो खाइसियामा छिरिसकेपछि आफ्नो नाइएको काम अन्तबाट खोज्न सुरु गर्दा पनि त हुन्छ नि त्यो गरिसकेपछि चाहिँ आफूलाई जस भविष्यमा आएर ट्रबलहरू चाहिँदैन भने चाहिँ आफूले नाइयो अनुसारकै खोजेर गर्दाखेरि ठिक हुन्छ अब हाकिनबाट गर्दाखेरिको एउटा समस्या भनेको चाहिँ एउटा कन्ट्र्याक्ट साइन भन्ने हुन्छ अथवा अर्को डाइरेक्ट साइन भन्ने हुन्छ अब कन्ट्र्याक्ट साइनमा राखिदिएछ भने त्यो जति गरे पनि जस हाकिनको अन्डरमा बसेर काम गर्नुपर्ने हुन्छ हामीलाई क्युरोहरू पनि उता हाकिनको खाइसियाबाट गयो भने चाहिँ होइन तर डाइरेक्ट साइन भयो भने चाहिँ अब हाम्रो तलबदेखि लिएर बोनसदेखि लिएर सेवा सुविधा भनेको चाहिँ डाइरेक्ट आउने भएको हुनाले सेसाइन भन्छ के अरे होइन सेसाइन भएपछि चाहिँ हाम्रो जस फरक भने धेरै कुरा राम्रो चाहिँ धेरै कुरा हुन्छ किनभने भोलि केही पर्दा पनि खाइसियाले हेर्ने अवस्था हुन्छ तर हाकिन खाइसियाबाट गएकोमा चाहिँ अलिकति हेर्दैन त भन्दिनँ म तर हेर्ने नजर अलिकति छुट्टै हुन्छ होइन उमेश यसमा चाहिँ मैले विचार कारण खोजेँ होइन मैले चाहिँ भन्न खोजेँ के भन्दाखेरि चाहिँ होइन अब पक्कै पनि यो हाकिन साइन र अब सेही साइन त होइन केहीको साइन अरूबाहित साइन होइन धेरै प्रकारको यो कर्मचारीको होइन विभाग छन् होइन धेरै प्रकारको छन् होइन यो चाहिँ म चाहिँ के सोध्न लागेको भन्दाखेरि चाहिँ होइन जस्तो हाकिन खासाले कतिपय कुरामा आफ्नो नाइ नमिले पनि अर्को ठाउँमा काम लगाएर अनि वकिल लगाएर चाहिँ भिजा निकालिदिएको छ नि त अनि फेरि भिजा निकालेर 2-3 वर्षपछि आफूले भिजा निकाल्दाखेरि भिजा नमिलेर भिजा नआएको नेपाल फर्केको मान्छे धेरै पनि छ नि त त्यो मान्छेहरूले चाहिँ अब किन यस्तो भनौँ न त्यो मान्छेहरूलाई चाहिँ अब भनौँ न अब धेरैले गल्ती गरिसके फर्किसक्यो होइन फेरि आउनु त मिल्ला तर पनि त्यो आफू भिजा पहिला हामीलाई जस्तो भनौँ नयाँ मिलेको छैन भने नि नयाँ भन्दा पनि यदि उमेश मैले टोकेर के थाहा पाएँ भन्दाखेरि चाहिँ यदि हामीलाई होइन जस्तो हामी कुनै पनि कम्पनी 300 गरिसकेको छौँ भने अथवा कम्पनी खोज्नुभन्दा अगाडि छ नि छिर्नुभन्दा अगाडि छ नि यदि स्टुडेन्टमै छौँ भने पनि हामीले कम्पनी फिक्स भइसक्यो निर्णयसम्म गरी कम्पनी फिक्स भइसक्यो भने पनि हामीले उ गर्न मिल्ने रहेछ क्या हामीले स्यु र सेकाको सोमेस्यो हामीले पढ्यो मैले यो नायो पढ्दैछु मैले चाहिँ अब यस्तो ठाउँमा मैले यो नायोमा मैले काम छिरेको छु यसमा मैले वर्किङ गर्दैछु यसमा मेरो भिजा आउँछ कि आउँदैन भनेर चाहिँ अप्लाई गर्न मिल्छ मैले चाहिँ सिसुक गएर मैले भिजा निकाल होटलमा गरेको थिएँ अनि मैले चाहिँ अर्कोचोटि चाहिँ मैले चाहिँ कम्पनी चेन्ज गरेको थिएँ 300 गरेको कन्डिसनमा चाहिँ मलाई थाहा थिएन कि स्यु र सिकाको सोमेस्यो भनेको थाहा थिएन मलाई मैले स्यु र सिकाको सोमेस्यो चाहिँ 1200 रुपियाँ लाग्ने छ उमेश भिजा अप्लाई जस्तो गर्नुपर्छ भिजा अप्लाई जस्तो गर्यो मैले खुद गरेको मलाई एउटा दाइले चाहिँ मलाई भनिदिनु भयो अनि त्यो अनुसारले चाहिँ मैले आफैले गरेँ मेरो सुरु सिक्का समस्या 1200 रुपियाँ भिजा त्यो भनेको सुरु सिक्काको समस्या अप्लाई गरेर गऱ्यो भने नि भिजा 100मा 99% आउँछ त्यसको चाहिँ त्यो नि भिजा एउटा एक प्रकारको भिजा नै हो
मैले चाहिँ त्यसरी गरेको थिएँ र मेरो भिजा पनि आयो होइन त्यही भएर तपाईँहरू यदि स्टुडेन्टमा हुनुहुन्छ भने चाहिँ तपाईँ कुनै पनि कमेन्ट फिस भएको छ भने अथवा नयाँ मिलेको तपाईँलाई अब डाउट हुन्छ नि त नयाँ मिलेको छ कि छैन अब के कस्तो हुन्छ नि त भिजामा चाहिँ आउँदैन भनेर लाग्छ भने चाहिँ अथवा सुरु टेन्सनको गर्दै हुनुहुन्छ भने चाहिँ मेरो यो भिडियो चाहिँ ध्यान दिएर सुन्नु होला यदि तपाईँ टेन्सनको गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले सिरो सिकाको समयमा अप्लाई गर्न सक्नुहुन्छ कम्पनीमा छिरिसकेपछि तपाईँले चाहिँ कम्पनीबाट चाहिँ म चाहिँ सिरो सिकाको समयमा अप्लाई गर्न चाहन्छु मलाई चाहिँ यो डकुमेन्ट चाहिन्छ इचिनिस भनेर अब जेमा पनि छ नि त त्यो डकुमेन्टहरू चाहिँ तपाईँले मागेर न्युकनमा गएर उ गर्नुभयो भने चाहिँ यसमा पनि पासपोर्ट चाहिन्छ उमेश पासपोर्ट चाहिन्छ यसमा पनि पासपोर्ट खाना जो चाहिन्छ तपाईँले पासपोर्ट लिएर गएर गरिदिनु भयो भने चाहिँ भिजा आयो भने चाहिँ अब सायद अहिले सायद रोकिनु बढेको पनि हुनसक्छ 1500 2000 हुनसक्छ तर मैले अस्ति 1 वर्ष अगाडि गर्दाखेरि चाहिँ 1200 रुपियाँ थियो 1200 रुपियाँ थियो मैले चाहिँ 1200 रुपियाँ अप्लाई गरेँ हजुरहरू पनि यदि त्यसो गर्दै हुन्छ भने सुरु सिकाको समस्या अप्लाई गर्नु होला यदि हजुरलाई जानु हुँदैन पनि सुरु सिकाको समस्या के हो भनेको थाहा छैन भने मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ यो कुरा त भइहाल्यो यदि तपाईँहरू अर्को कुरा चाहिँ म के भन्न चाहन्छु तपाईँहरूलाई होइन अब तपाईँहरू वर्किङ गर्न खोज्दै हुनुहुन्छ अब अनि नियन्त्रक भाइ बहिनीहरूलाई सुरु सिकाको समस्या अप्लाई हुँदैछ नि त अब भाइ बहिनीहरूको चाहिँ सुरु सिकाको समस्या अप्लाई हुँदैछ अब के अरे सिउ खाछु होइन जस्तो अब वर्किङको अब खोज्नेलाई भइसकेको छ क्या त्यो भाइ बहिनीहरूलाई के भन्छ भन्दाखेरि चाहिँ तपाईँले अहिले नियन्त्रणसम्म के बढ्दै हुनुहुन्छ सेलमान गएको के बढ्दै हुन्छ प्लिज नयाँ मिलाएर चाहिँ काम खोज्नु होला भोलिको दिन तपाईँलाई गाह्रो नहोस् चाहे त्यो तपाईँले डिपेन्डेन्ट अप्लाई भिजा गर्दा होस् या तपाईँलाई त्यो अर्कोचोटि भिजा क्वेसन गर्दा होस् तपाईँलाई चाहिँ गाह्रो नहोस् भिजा भनौँ न भिजालाई तपाईँलाई प्रब्लम चाहिँ नहोस् नयाँ मिलाएर काम गर्नु होला यदि तपाईँहरूले कहाँ काम गर्दा थाहा छैन भने हामीलाई डिएम गर्न सक्नुहुन्छ मेसेज गर्न सक्नुहुन्छ हामीले आफ्नो जानेको कुराहरू हामीलाई थाहा छैन भने पनि हजुरहरूलाई भनिदिनेछौँ खोजेर पनि यो कुरा त भइहाल्यो जस्तो होइन तपाईँले अब एउटा तपाईँले के सोध्न चाह्यो भन्दा चाहिँ हाम्रो स्टुडेन्ट लाइफ र वर्किङ लाइफमा स्टुडेन्ट लाइफ सकिसकेपछि जब वर्किङ गरिन्छ नि के फरक पाउनु भएको छ स्टुडेन्ट लाइफ र वर्किङ लाइफमा फरक भन्ने कुरा धेरै कुराको फरक छ स्टुडेन्ट लाइफमा भनौँ भने स्ट्रेस मात्रै हुन्थ्यो भने खालि गएको स्ट्रेस अनि आफूसँग फ्री टाइम त्यति नहुने र अलिकति फ्री टाइम भए पनि अब बाहिर हान्न जानुपर्ने त्यो कुराको अनि बाहिर नपाउने टेन्सन जिखान घटाइदिने टेन्सन छ भने तर गएको चाहिँ लाइफ भनेको चाहिँ एउटा अलिकति भनौँ न प्रेसरको लाइफ भनौँ न प्रेसरको लाइफ नै थियो तर वर्किङ लाइफ जस्तो तपाईँले प्रेसर भन्नु भएन कस्तो प्रकारको प्रेसर भन्नु तपाईँले जस्तो प्रेसरलाई कस्तो प्रेसर भन्नाले अब जुन चाहिँ किसिमले नर्मली सोच्दाखेरि अब हामीले रुम रेन्ट पनि मन्थली तिर्नु परिहाल्छ त्यो बाहेक पनि हामीले गएको फी पनि मन्थली तिरिराख्नु पर्यो त्यो पनि नतिरिकन फेरि गएकोबाट प्रेसर आउँछ त्यो मात्रै नभएर अब अरू बाहितमा माइनी चाहिँ उसले भनेकै टाइममा गइदिनै पर्यो नगएपछि जिखान घटाइदिन्छ त्यो त्यता किसिमको नि प्रेसर अथवा काम निकालिन्छ डर भएन कामबाट निकाल्छ जस्तो तपाईँले भन्नु खोज्नु भएको चाहिँ जस्तो स्टुडेन्ट लाइफमा चाहिँ अब गएको फी भन्नाले मेन्टली प्रेसर फिजिकली पनि प्रेसर धेरै प्रकारको प्रेसर चाहिँ आउँछ भन्नु खोज्नु भएको जस्तो लाइक भोलिको दिन काममा गएन भने भोलि कुबी हानिदिन्छ कि कामबाट निकालिदिन्छ कि एकदम अनि भोलि गएको फी हराएर तिरेन भने गएकोबाट निकालिदिन्छ कि भन्ने डर अथवा काम जानेन भने कामबाट निकालिन्छ भने डर अथवा भनौँ जिखान घटाइदिन्छ भने डर धेरै प्रकारको डर छ जस गएको पनि माइने चाहिँ जानै पर्यो त्यस्तो प्रकारको प्रेसर देख्नुभयो अनि वर्किङमा चाहिँ तपाईँले के भन्नुभयो वर्किङमा चाहिँ वर्किङ भइसकेपछि चाहिँ एउटा जम्मैतिरको प्रेसर हटेर एउटा खाइसकेको मात्रै प्रेसर हुन्छ त्यो खाइसकेको प्रेसर भनेको त्यही दिउँसो 9 बजेदेखि 5 बजीभित्रको प्रेसर हो त्यसपछि गएपछि बिन्दासै हो लाइफ अरू भनेको खासै त्यस्तो टेन्सन न कामबाट निकाल्देला भन्ने टेन्सन न जिखान घटाइदेला भन्ने टेन्सन न स्कुलको टेन्सन न अब सिउसोकु गर्नु पर्ला भन्ने टेन्सन जस धेरै राहतै हुन्छ पहिलाको स्टुडेन्ट लाइफ भन्दा गएको चाहिँ स्टुडेन्ट लाइफ भन्दा वर्किङ लाइफ चाहिँ धेरै जस हजुरले चाहिँ के भन्नुभयो भन्दाखेरि चाहिँ वर्किङ गरिसकेपछि चाहिँ धेरै जस्तो एउटा हामीले एउटा जुन टाइम फिक्स टाइम हुन्छ त्यो टाइम बाहेक अरू टाइममा काम पनि गर्नु पर्दैन मेन्टली प्रेसर पनि हुँदैन भोलिको दिन कामबाट निकालिन्छ भने डर भएन जस जुन टाइममा राखेको त्यो टाइममा गरेर हामीले मिहिनेत गऱ्यो भने चाहिँ अरू कुराको चाहिँ हामीलाई मतलब भएन अरू कुराको हामीलाई टेन्सनै लिनु पर्छ जस भनौँ न गएको तिर्नुपर्छ भने टेन्सन भएन त्यो बाहेक पनि हाम्रो वोकेन र ट्याक्सहरू जुन चाहिँ हुन्छन् तिनीहरू वोकेन ट्याक्सहरूको पनि हामीलाई टेन्सन हुँदैन जुन चाहिँ काइसाबाटै पे गरेर हुन्छ जस आफ्नो वर्किङ लाइफ भनेको काम गर्ने मस्त लाइफमा बस्ने भन्नु न फ्री भएर जहाँ पनि जे पनि गर्न पाइयो ठिक छ अनि हजुरले जस अब वर्किङ र अब स्टुडेन्ट लाइफको कुराहरू धेरै कुराहरू फरक छ है अब तपाईँहरूलाई चाहिँ अब के लाग्छ म भनिदिन्छु उमेश होइन मेरो आफ्नो पर्सनल मेरो चोइस छ कि मेरो कुरा चाहिँ म भन्छु होइन जस्तो हामी स्टुडेन्ट हुँदाखेरि नि कस्तो हुँदो रहेछ मान्छेको मन भन्दाखेरि चाहिँ स्टुडेन्ट लाइफमा हुँदाखेरि सेन पाएर देखेर सेट यार वर्किङ गर्न पाए हुन्थ्यो भन्ने फिल हुँदो रहेछ क्या र जब हामी सोच्यो कि भएर वर्किङ गर्छौँ वर्किङ गरिसकेपछि सेट यार
स्टुडेन्ट लाइफ नै बेटर हुन्छ भन्ने चाहिँ हुँदो रहेछ क्या त्यो मैले फिल पर्सनली गरेको म एकचोटि थाहा छ उमेश म जब वर्किङ गरेँ नि म सिजोका गएको थिएँ सिजोका पछि 2 महिनापछि म आत्तेर म होइन म गर्दिनँ म गएको जान्छु भनेर झुट बोलेको होइन म एकचोटि न्यु कान गएर म गएको छिर्छु भनेर मैले सौदान गरेको उनीहरूले चाहिँ मलाई यो टाइममा तैँले भित्र गऱ्यो गर नत्र मतलब उनीहरूले चाहिँ मलाई राम्रोसँग यदि यो टाइममा चाहिँ गर्न सकिस् भने चाहिँ गएको छ भने चाहिँ लिन्छ नत्र गाह्रो हुन्छ भनेर भन्यो मलाई होइन अनि गएको जाने म तयार भएको गएको जान्छु भने म जङ्गेको म आत्तेर के किनकि वर्किङ भनेको नि एउटा मजा नभएको क्या म झुट बोलेको म झुट बोलेको मैले चाहिँ गरेको म गएर न्यु कानमा गएर टोकेको सिनेगाउँमा भएको न्यु कानमा गएर सौदान गरेको म यस्तो भयो म वर्किङ गर्न सक्दिनँ म जान्छु नि त भनेर उ गरेको तर जब होइन त्यसपछि मेरो लाइफमा यही कन्डिसनमा चाहिँ एउटा मेरो साथीबाट मैले धेरै कुरा थाहा पाएँ भन्दा पनि एउटा साथीले चाहिँ त्यहाँ यस्तो काम छ भन्यो त्यहाँ काम पाइसकेपछि चाहिँ उसबाट कुरा सुने अप्लाई गरेँ र त्यहाँले जुन ठाउँमा अहिले साथीले गएर भनेको ठाउँमा अप्लाई गरेर उ गरेँ अहिले त्यही ठाउँमा काम गर्दैछु होइन अहिले चाहिँ म गाइस म भन्छु म अब त्यो स्टुडेन्ट लाइफमा फर्केर जान चाहन्न स्टुडेन्ट लाइफ जिन्दगीबाट पुग्यो त्यो टाउको दुखाइ त्यो प्रेसर त्यो किचकिच सेन्सरको किचकिच म चाहन्न हुन त वर्किङमा किचकिच त हुन्छ तर पनि धेरै कुराले राहत त मिल्छ तर पनि गाइस होइन अब मिहिनेत गरौँ हामी सबैजना मिहिनेत गर्न आएकै हो होइन अनि यो त अब वर्किङ कुरा भयो तपाईँले चाहिँ एउटा कुरा कमन सबैले सोध्ने कुरा हो होइन जस्तो अब मान्छेले वर्किङ र स्टुडेन्टमा धेरै पैसा कमाइ हुन्छ भनेको छ नि त होइन तपाईँलाई चाहिँ के लाग्छ अब त अब धेरै त्यो कुरा कति कमाइन्छ म भन्दिनँ तर तपाईँ फिक्स भनौँ वर्किङमा चाहिँ तपाईँको फिक्स स्यालेरी चाहिँ नभन्नु होइन लगभग वर्किङ गरिसकेपछि जिदोस्यामा क्या होइन कुरमा पढ्न चाहने मान्छेहरूलाई जिदोस्या पढ्दाखेरि चाहिँ कतिसम्मको स्यालेरी हुन्छ लगभग त्यही हजुरको नभन्नु लगभग अराउन्ड लाइक त्यो समथिङ त्यस्तै भन्दा नि हुन्छ अब अराउन्ड भन्दा पनि जस अब कति भन्नु त भन्दा पनि जस स्टुडेन्ट भन्दा बेटरै हुन्छ भनौँ न वर्किङमा चाहिँ लगभग त्यति नै हुन्छ लाइक भनौँ न त्यो तपाईँको स्यालेरी चाहिँ नभनिदिनु लगभग 20 देखि 24 लाख समथिङ अथवा केही त्यस्तो छ भने त्यस्तो लगभग त्यही मिल्दोजुल्दो भनिदिनु न जिदोस्याको अराउन्ड के लगभग बेसिक तरिकाको हुन्छ नि त बेसिक अब जस वर्किङको स्यालेरी भनेको चाहिँ अब खाइसिया अनुसारले फरक पर्छ होइन अब कुन चाहिँ खाइसियामा छिरिया छ अब एकदम उरिआगे हुने खाइसियामा छ भने एकदम स्यालेरी पनि त्यही अनुसार हाई बोनस पनि हाई हुन्छ तर अलिकति कम त्यस्तै काम सजिलो होइन अलिकति उरिआगे कम हुनेमा त्यस्तै हुन्छ जस नर्मल्ली भनौँ न नर्मल कति हुन्छ नर्मल्ली 20 देखि 35 सम्म भनौँ न 20 देखि 35 सम्म जस्तो यो त जिदोस्याको सुन्नु भएन क्या चाहिँ अब वर्किङको म चाहिँ अब मेरो आफ्नो एक्सपिरियन्स भन्न चाहन्छ मैले चाहिँ होटेलमा काम गर्छु होटेलमा यदि तपाईँहरू होटेलमा काम गर्न चाहनुहुन्छ भने चाहिँ यो चाहिँ हेर्नु होला फुल कति स्यालेरी हुन्छ होटेलमा चाहिँ होइन म भनिदिन्छु है होटेलमा चाहिँ अब मैले जिदोस्याको मलाई थाहा छैन त्यो बारेमा म भन्न चाहन्न होइन तर म चाहिँ होटेल गएर भन्न चाहन्छु जब म ओकिनावामा थिएँ जब म सेन्ट मोनिकाको ओकिनावा पढ्दै थिएँ तब होटेल राम्रो होटेलबाट थाहा छ स्यालेरी कति थियो थाहा छ 17 मान 16 मान 17 मान त्यसपछि 16-17 मानमा 3-4 मान त काटेर आउँछ गाइस स्याक्या गएन काटेर आउँछ ट्याक्स सबै त्यसमा सबै जोडेको हुन्छ काटेर आउँछ 14 मानमा लगभग ओकिनावा अहिले चाहिँ बढ्यो होला थाहा भएन होइन तर मैले हेरेको होटेलहरूमा होइन 16 देखि 17 मान थियो क्या उमेश राम्रो होटेलमा पनि लग्जरियस होटल तर स्यालेरी 16-17 मान तर अहिले म चाहिँ होटेलको अहिले चाहिँ म बिजनेस होटेलमा काम गर्दैछु यति नै त भन्दिनँ तर मैले मिहिनेत गरे अनुसार चाहिँ सबै काटेर 20 मान चाहिँ ओभर चाहिँ आउँछ मेरो चाहिँ किनकि त आफ्नो फेरि यसमा त फेरि आफ्नो उसमा पनि छ क्या मेन कुरो भनेको चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि उमेश आफूमा भएको क्षमता अनुसार पनि हुँदो रहेछ क्या क्षमता अनुसार कति बोल्न सक्ने कसरी भनौँ न कसरी रिक्वेस्ट गर्ने म यति गर्न चाहन्छु कसरी रिक्वेस्ट गर्ने कुरा पनि हुन्छ होइन यदि तपाईँहरू वर्किङ गर्न चाहनुहुन्छ भने चाहिँ होइन अब भनौँ न ठाउँ अनुसारले चाहिँ अब स्यालेरी चाहिँ तोकिँदो रहेछ यति नै भने चाहिँ म भन्दिनँ तर ओकिनावामा चाहिँ लास्टै कम छ क्या अरू ठाउँभन्दा चाहिँ क्या यसो हेरेको अब कुनैमा त अब महँगो नै होला तर मैले जति हेरेँ नि 8-9 लाख मैले हेरेको के हुन्छ 15 मान 16 मान 15 मान 16 मान 3 मान काटेर आउँछ मैले के खाने त्यही भएर वर्किङ भनेर खत्रै पैसा आउँछ भनेर नसोच्नु गाइस राम्रो ठाउँमा राम्रो स्यालेरी भएको त्यही भएर चाहिँ छिटोभन्दा छिटो वर्किङ खोज्न निर्णय भएको मान्छेले छिटो वर्किङ खोज्नुहोस् अहिलेदेखि खोज्नुहोस् राम्रो स्यालेरी भएको ठाउँमा खोज्नुहोस् नत्र भोलिको दिन स्टुडेन्टमा धेरै पैसा हुन्छ भन्ने तपाईँहरूले पनि भन्नुहुन्छ त्यही भएर गाइज राम्रो ठाउँमा वर्किङ गरौँ राम्रो पैसा भएको ठाउँमा आफूलाई मन गर्ने ठाउँमा चाहिँ गरौँ अलिक धेरै स्यालेरी भएको ठाउँमा चाहिँ गरौँ त्यही भएर अहिलेदेखि नै इन्टरभ्यू लिरिक्सहरू लेख्न सुरु गरौँ भन्छु म चाहिँ र अब तपाईँ टोकियोतिर त राम्रै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अब ठिकै होइन जे छैन खाइसे हेरेर ठाउँ हेरेर भन्दिनँ
जस खाइसे हेरेर धेरै फरक पर्छ त्यति कुरा चाहिँ मैले पनि बुझेँ जस अब तपाईँहरू अब होटल मार्केटिङ गर्दै हुन्छ भने चाहिँ अब बेसिक चाहिँ अब 20मा जति चाहिँ सोचिराख्नु न स्यालेरी चाहिँ 20मा चाहिँ सोच्नु होइन अब त्यसपछि यताउता काट्ने त्यो हुन्छ अब यो कुरा भइसक्यो र अर्को कुरा चाहिँ म तपाईँले सोध्न चाहन्छु एउटा एकदम इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ होइन मैले चाहिँ हाम्रो यिनलाई मैले चिनेको लगभग 6 भनौँ न 7 वर्ष लगभग 7 वर्ष होला 7 वर्षमा हामी ओकिना आउँदाखेरि त्यति विधि लङ्गुटे यार भएर चाहिँ हिँडिएन जब टोकियो आयो कुराकानी भयो अहिले हामी राम्रोसँग हिँड्दैछौँ होइन जुन तरिकाले गर्दैछौँ तर मैले यिनलाईमा धेरै ग्रोथ अफ देखेको छु मैले यिनलाई धेरै अफ ग्रोथ अफ होइन मान्छे चाहिँ एकदम इनोसेन्ट होइन ग्रोथ अफ धेरै कुराहरू लाइफमा धेरै कुरा अगाडि बढेको धेरै कुरा बुझ्ने भएको चाहिँ होइन पहिलाको 6 वर्ष अगाडि र अहिलेकोमा पक्कै पनि ममा पनि धेरै कुरा कमजोरी थियो उनले पनि मलाई भनेको थिएन होइन यस्तो कमजोरी थियो अहिले त्यो कुरामा धेरै कुरा इम्प्रुभ भएको रहेछ होइन मैले पनि पक्कै पनि धेरै कुरामा इम्प्रुभ गरेको छु यिनले पनि धेरै कुरा इम्प्रुभ गरेको छन् र इम्प्रुभ साथसाथै यिनले धेरै कुरालाई आफूलाई अगाडि पनि एउटा लेभल सेटअप गरिसकेका छन् कि आफ्नो लागि चाहिँ है जस्तो यिनले भनौँ न आफ्नो लागि चाहिँ आफ्नो इच्छा जुन छ नि सबै कुराहरू पुरा गरेको छ नि चाहे त्यो बाइक किन्नमा होस् चाहे त्यो गाडी किन्नमा होस् चाहे हरेक कुरामा मिहिनेत पनि त्यस्तै गर्छन् र आफ्नो इच्छालाई पनि त्यस्तै पुरा गर्छन् जस्तो मैले बाइकको कुरा गरेर गाडी कुरा गरेँ होइन हाम्रो उमेशजीसँग के छ भन्दाखेरि चाहिँ उनको आफ्नो मेहनतले गर्दाखेरि चाहिँ आफ्नो दमले चाहिँ आफ्नो पैसाले जस्तो फ्यामिली बिना नै होइन आफ्नो दमले एउटा गाडी र एउटा कार किन्दाखेरि कतिको प्राउड फिल हुन्छ रहेछ सुरुको 1 महिना त जस कार किन्न जाँदा त धेरै नै प्राउड फिल हुँदो रहेछ त्यो म आफैले बुझेँ होइन जुन किसिमको अब बच्चैदेखि गाडी चढ्ने सपना होइन अब त्यो त नर्मली जसको पनि भइ नै हाल्छ तर नसक्ने पनि होइन प्रायः धेरैले सकि नै रहेछन् नि त्यो ठुलो कुरा त होइन तर पनि जस एक किसिमको फिल भनौँ न फिल भन्दाखेरि चाहिँ लगभग लाइफमा अलिकति सपना पुरा गर्दा चाहिँ खुसी एक हिसाबले होइन उमेश एउटा गर्न चाहन्छु जसले पनि चर्चा म त्यो कुरामा म अग्री गर्दिनँ किन अग्री गर्दिनँ भन्दाखेरि चाहिँ होइन यसमा मैले टोक्न चाहेँ मैले ओकिनावातिर फुकुओकातिर गाउँघरतिर चाहिँ गाडी चढेको मान्छेले म जसले नि त अब गाउँघरतिर सोगनायो भनेर चढ्ने मान्छे म देख्छु टोकियो जस्तो ठाउँमा बसेर गाडी चढ्ने मजाक कुरा होइन क्या उमेश हुँदैन नि कहाँ टोकियोमा जो पैताले गाडी लिएर हिँड्छ भनेको क्या जापानिज लिएर हिँड्दैन भनेको क्या अनि त्यो कुरा त मैले अनि देखेको छु नि त आफ्नो हातले अनि देखेको छु नि आँखाले अब ओकिना भएको म नि ओकिनातिर त जसले पनि चढ्छ भन्ने म मान्थेँ कि ओकिनामा त भन्ने हुन्छ नि त तर टोकियो जस्तो ठाउँमा बसेर चाहिँ प्राउड फिल चाहिँ गर्नुपर्छ अझै पनि अहिले पनि प्राउड फिल गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ उमेशजीले होइन र उमेशजीसँग चाहिँ हाम्रो मैले सुरुचोटि मैले उमेशजीलाई टोक्याएर मैले भेट्दाखेरि उनलाई मैले डुक बाइकमा देखेको थिएँ कि म सक्ड भयो क्या डुक बाइक लिँदाखेरि क्या मैले एक्सपेक्टेसन गर्थेन बाइक लिएर आयो त सुरुमा चाहिँ बाइकमा आउँछु भन्दाखेरि चाहिँ ठिकै बाइक होला भनी चाहिँ सोचेँ तर डुकमा आयो क्या म छक्क परेँ अनि अर्कोचोटि ल गाडी किन्छु भन्दाखेरि त्यो फुचु गाडी होला सोचेर थिएँ र गाडी पनि त्यस्तै दाम आयो म गाडीको नाम पनि थाहा छैन मलाई गाडी बारे त्यस्तो थाहा छैन होइन गाडी पनि राम्रो लिएर हिँडेको छन् जस्ट गाडी लिनु बाइक लिनु ठुलो कुरा होइन आफ्नो मेहनतले आफ्नो फ्यामिलीको भनौँ न इच्छाहरू पुरा गर्दै आफ्नो इच्छा पुरा गर्नु ठुलो कुरो हो क्या हामी धेरै मान्छे कस्तो छौँ भन्दाखेरि चाहिँ होइन जापानमा पहिला सुरु फ्यामिलीको इच्छा भन्दा पनि आफ्नो इच्छा पुरा गर्ने बल्ल फ्यामिलीको इच्छा पनि देखेँ तर मैले चाहिँ उमेशमा के देखेँ भन्दाखेरि चाहिँ पहिला सुरु फ्यामिलीको इच्छा पुरा गर्ने देन आफ्नो इच्छा क्या म प्राउड फिल गर्छु कि उमेशजीमा 7 वर्ष भयो होइन मैले चाहिँ अब मसँग त गाडी पनि छैन बाइक पनि छैन तर म प्राउड फिल छु उनमा चाहिँ होइन जुन तरिकाले उनले मेहनत गरे जुन तरिका आफूमा एउटा क्षमतालाई हजुर सदुपयोग गरे जुन तरिकाले अहिले गरिरहेको छन् अझै लाइफमा राम्रो गर्दै जस भन्न चाहन्छु होइन हजुरहरू पनि होइन तपाईँको साँच्चै नै होइन तपाईँको क्षमता छ भने चाहिँ गाडी बाइक चाहिँ लिनु नत्र नलिनु भन्छु म क्या अरूभन्दा पनि होइन क्षमता बाइक होइन कसैको त्यो क्षमता बाइक चाहिँ हावा त धेरै मान्छे मैले चाहिँ क्षमता बिना लिने मान्छे देखेको छैन क्या होइन किन्नको लागि त सजिलो हुन्छ तर त्यसपछिको त्यो जुन चाहिँ मेन्टेनेन्स कस्टदेखि लिएर जुन चाहिँ ट्याक्स इन्सुरेन्स पार्किङ लट यिनीहरूको लागि चाहिँ अलिकति त्यो सोचेरै लिँदा राम्रो हुन्छ आफूलाई कुन चाहिँ बेस्ट अप्सन हुन्छ त्यसको चाहिँ अलिकति सोच्दै राम्रो भन्छु तर अहिले चाहिँ मैले उमेश कस्तो हुँदो रहेछ धेरै मान्छे चाहिँ अहिले होइन देखासिकीमा चाहिँ धेरै मान्छेले गाडी लिएर देखेँ मैले जापानमा क्या घरमा 15-20 लाख लोन गाडी लिएर हिँड्छन् पहिला सुरु त्यो लोन तिरो गाडी चढो बल्ल भन्छु म चाहिँ के लोन छ अरूको देखासिकमा लिने होइन के आफूले हाइफाई देखाउनलाई लिने होइन हाइफाई देखाएर कसैलाई के हुनेवाला छैन हाम्रो उमेशले पनि सुरुमा लिएको होइन नि उमेशले पनि सुरुमा मेहनत गरे फ्यामिलीको पुरा गरे इच्छा पुरा गरे हरेक कुरा इच्छा पुरा गरे अनि देन साइको अब चाहिँ चढ्नुपर्छ है अब चाहिँ मैले आफ्नो सबै कुरा गरिसकेपछि मैले पनि चढ्नुपर्छ भनेर चाहिँ लिएको जस्तो लाग्छ मलाई होइन तर अहिलेको चाहिँ भाइ बहिनीहरू चाहिँ क्या जो आएको 1 महिना भएन कारको लाइसेन्स बनाउँछु भन्छ नि यार कारको लाइसेन्स बनाउनु 3 लाख रुपियाँ लाग्छ गाइज
मजाक होइन क्या अहिले भर्खर आउने भाइ बहिनीलाई चाहिँ के हुन्छ थाहा छ आउने बित्तिकै 3 महिना चाहिँ कारको लाइसेन्स बनाउँछ भने नसोचे हुन्छ अहिले बरु बिस्तारै लिउँ पहिला घरको पैसा लोन आएको छ भने लोन लिएर आएको छ भने लोन तिरौँ अनि बल्ल गरौँ अनि अब फ्यामिलीलाई हेरौँ भन्ने कुरो यो कुरा त भइहाल्यो होइन अब यो कुरा त भइदियो गर्छ होइन अरू कुरा चाहिँ के देख्यो भन्दाखेरि चाहिँ अहिले हाम्रो जापानमा रिसेन्टली न्युज के आइरहेको छ भन्दाखेरि चाहिँ उमेश होइन अहिले चाहिँ 3 करोड काण्ड आइरहेको छ जस्तो कि 50 जनाको नेपालबाट चाहिँ 50 जनाको नक्कली सिमुलेटर बनाएर आएको छ भन्ने कुरा मैले अहिले न्युज पाएको थिएँ एनआरएबाट उजिरहेको छ भन्थेँ होइन तर मैले आज भएन मैले एनआरएको मेन अफिसमा चाहिँ मैले फोन गरेँ फोन गरेँ के तपाईँले उजिरहेको छ भन्ने कुरा हो कि सत्य हो भन्दाखेरि चाहिँ उनले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ हाम्रोमा अफिसमा चाहिँ आएको छैन अब कसैलाई कोजिन त किन पर्सनल भनौँ अध्यक्षले आएको छ भने त्यो अलग कुरा हो तर हामीलाई चाहिँ आएको छैन भने चाहिँ सायद फेक हुन पनि सक्छ होइन 3 करोड रुपियाँले गरेछ भने अब तर एउटा कुरा चाहिँ होइन 3 करोड सिमुलेटर तर यार एउटा कुरा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ होइन उमेश 3 करोड रुपियाँ लियो होइन यार त्यो मान्छेलाई यार अरूको पैसा यार त्यत्रो दुःख गऱ्यो होला कति लोन लियो होला 2 रुपियाँ ब्याज लियो होला जहाँ पढाउने सपना थियो होला यस्तो काम गर्छ तिम्रो त परिवार सखा सन्तानलाई नै यदि हो भने है जसले 3 करोड लिएर भागेको छ भने नि त्यो 50 जनाको क्या सिमुलेटर नक्कली बनाएर भाइ तिम्रो त म भन्छु होइन त्यो मलाई त कहिले पनि भगवान्ले साथ दिँदैन क्या 50 जनाको परिवारलाई कति भयो होला कति दुःख भयो होला उसको छोराछोरी थियो होला नक्कली सर्टिफिकेट बनाएर तिम्रो पैसा खाने 3 करोड रुपियाँ भाग्ने 2 रुपियाँ तिर्नुपर्छ उनीहरूले त सबैलाई कसरी भन्छन् त्यस्तो काम गर्न नगर न यार मजाक होइन कि मैले भेट्नु त चढा हानिदिन्छु मैले कसम चाहिँ होइन उनीहरू त्यत्रो सपना देखिरहेको नि यार मेन कुरो सपना जापान जान्छु जापान गएर सिमुलेटर फेक सिमुलेटर बनाउने यार तिमीहरू नेपाली झोलीहरू तिमीहरूको त छ नि 7 पुस्तालाई पनि भगवान्ले माफ गर्दैन क्या तिम्रो जिन्दगीमा नि कसरी भगवान माफ गर्दैन तिमीलाई त भरि तिम्रो त मरेपछि तिम्रो त नर्कै जान्छौ क्या प्लिज यस्तो काम चाहिँ नगर फेक सिमुलेटर बनाएर चाहिँ मान्छेको पैसा नखाम तातो टाइममा त रिस उठ्छ कि कसम पारा तात्छ भने हो क्या पैसा खाने होइन नि मान्छेको यार 3 करोड रुपियाँ त्यही फरार भइदिने हो सत्य यो कुरा सत्य हो भने चाहिँ होइन हामी सबैजना कोदलियो त्यसको चाहिँ पर्दाफास हुनुपर्छ त्यसलाई राम्रोसँग निष्पक्ष रूपले त्यसलाई कारवाही गर्नुपर्छ र जति पनि पैसा लिएको छ त्यो मान्छेलाई ब्याज सुध दिनुपर्छ त्यसको परिवार त सायद त्यसको घर परिवारलाई समात्नुहोस् हुन त यस्तो के त्यसले गर्यो भने त्यसको घर परिवारलाई समात्ने हो जेसी होस् न उसको उसले गल्ती गरेर उसको परिवारको पनि छ हातमा सो परिवारले रोक्न सक्दैन नक्कली सर्टिफिकेट बनाउने हो नक्कली सिमुलेटर बनाएर गर्ने होइन नि त मान्छेको यार 2 रुपियाँ ब्याज 3 रुपियाँ ब्याज लिएर आएको हुन्छन् कति सपना देखेको होला कति आफ्नो छोराको उज्जवल भविष्यको देखेको सपना देखेर जापान आउनेहरू सोचेको होला लास्ट टाइममा गएर जापान जाने दिन अगाडि सिमुलेटर नक्कली यसरी हुन्छ भाग्ने मान्छेले त्यस्तो नगरौँ है गाइज यो सम्बन्धित निकाल्नु भन्न चाहन्छु र जसले यो गर्दै हुनुहुन्छ यदि तपाईँले फेक डकुमेन्ट बनाएर नक्कली सर्टिफिकेट बनाएर तपाईँले नेपालदेखि मान्छे ल्याउन खोज्दै हुनुहुन्छ भने तपाईँलाई खबरदार मान्छेको सपना हुन्छ यार सकिँदैन भनौँ त्यो भन्न चाहन्छु कि म होइन मजाक होइन नि यार मलाई अचम्म लागिरहेको छ कि त्यो मान्छेले कसरी बनायो होला यार नक्कली सिमुलेटरको ल ब्याचलरको डकुमेन्ट त ल नक्कली बनायो यार हुँदा सिओ नै नक्कली बनाइसकेपछि त अब भोलिदेखि त कन्सल्टेन्सी हरेक कन्सल्टेन्सीमा त अब शङ्काको नजरले हेर्ने भयो नि त मैले त कसैलाई विश्वासै गर्दिनँ कसम विश्वासै गर्दिनँ क्या सिमुलेटर यार नेपाल हुने मान्छेलाई तिमीहरूलाई म भन्छु है तिमीहरू ब्याचलर पास गरेर जापान जानुहुन्छ भने प्लिज तपाईँहरू प्लिज गाइज प्लिज जो पैँतिस ठाउँबाट नगर्नु यार सिमुलेटरदेखि फेक बनाउन थालिसक्यो गाइज प्लिज तपाईँ ब्याचलर पास गरेर तपाईँ आउँदै हुनुहुन्छ भने प्लिज राम्रो राम्रो कन्सेप्टमा जानु होला प्लिज अनि यो हाम्रो सिमुलेटर त फेरि कन्फर्म पनि गर्न मिल्दैन के अरे होइन सोधेर यो नक्कली हो कि सक्कली हो भनेर त्यो त हामीलाई पनि थाहा हामी जापान भएकोलाई पनि थाहा हुँदैन फेरि त्यो त न्युको खानेको मान्छेलाई मात्रै थाहा हुन्छ क्या इमिग्रेसनको मान्छेलाई बाहेक थाहा हुँदैन कि गाइज के भन्ने यस्तोसम्म चुतिया मान्छे नेपालीहरू यस्तो झोले चुतियाहरू यार के भन्ने यार आफैले लुटेछन् यार यस्तो नगरमा यति भगवान्ले हात दिएछ जापान ठाउँमा आएर बसेको छ पैसा कमाउन यार थोरै गर्दा धनी एकको चाहिँ धनी नबनाउन यार 3 करोड रुपियाँले कति पुग्छ खानलाई यार पैसा कमाउने भयो बिजनेस गर भन्छ 3 करोड रुपियाँ यार कहानी होइन नि त्यहाँ मान्छे क्या त्यत्रो कतिको हजार यार हरेक मान्छेको हातमा गएर भनौँ न सबको घरमा गएर हात जोडेर पैसा मागेर आएको के अरे जापान जाने सपना देखेर आएको होला यार कति जोडेको होला यार त्यस्तो नगरिदिउँ न गाइज यार तपाईँहरू यार मान्छेको सपनालाई त खेलट गर्नु भयो होइन जो दुनियाँको भनौँ न दुनियाँको सबको हातमा गएर यसरी हात जोडेर पैसा मागेको मान्छेहरूलाई 3 रुपियाँ ब्याज लिएर मान्छे त्यस्तो नगरिदिउँ न यो कुरा घटना सत्य हो भने चाहिँ कसम चाहिँ क्या त्यो मान्छे थाहा पायो भने चाहिँ त्यसलाई चाहिँ छोड्नु हुँदैन
अब 50 करोड जे पनि घटना भयो है त अब अरूलाई त अब हामीले त धेरै के कुरा भन्न सकिन्छ होइन हामी अब इमिग्रेसनको मान्छे पनि होइन अब हामी पुलिस पनि होइन हामी न कुनै सङ्घ संस्थामा आबद्ध छौँ हामीले चाहिँ के भन्न सक्छौँ भन्दा चाहिँ अब आउने भाइ अब जो मर्काम पऱ्यो अब आउने मान्छेहरू चाहिँ प्लिज बी केयरफुल हुनु होला राम्रो ठाउँबाट अप्लाई गर्नु होला मान्छे बुझेर गर्नु होला त्यही भन्छु यो त मेन भनेको पैसा पठाउँदाखेरि चाहिँ जस त्यो सिओई दिनेको हातमा नभएर मेन कि स्कुलमै पठाउने होइन वर्किङमा त मिल्दैन नि त फेरि वर्किङको त अब कुरा छुट्टै आयो अनि अहिले सिओई लेटर भनेको वर्किङको हो नि त वर्किङको हो र होइन स्टुडेन्टको होइन र स्टुडेन्टको भन्थ्यो त हो र त्यसमा ट्याक्क हो र स्टुडेन्टको झन् है बिचरा त्यट यस्तो हुन्छ जापानमा यार वर्किङको पनि आएको थियो र नक्कली वर्किङको जस्तो लाग्छ मलाई अब वर्किङ र दुइटैको कमी होला सायद दुइटैको फिक्स मिक्स होला त्यसमा चाहिँ छ्या के भन्ने गाइज यार अब त्यस्तै हो गाइज होइन जे जस्तो पनि लाइफमा आज हामीले चाहिँ अब धेरै कुराहरू गऱ्यौँ होइन तपाईँहरूलाई चाहिँ हामीले चाहिँ के भन्न चाहन्छौँ भन्दा दुवैजनाले चाहिँ तपाईँहरू जापानमा हुनुहुन्छ भने चाहिँ पहिलो कुरो चाहिँ आफ्नो हेल्थको केयर गर्नु होला अर्को कुरा चाहिँ मैले एकदम इम्पोर्टेन्ट कुरा चाहिँ के भन्दाखेरि चाहिँ होइन अब मैले चाहिँ हाम्रो नेपाली हामी चाहिँ अब हुन त सबैजना ऋण नै काटेर आएको छौँ त जापानमा ऋण लोनै लिएर आएको छौँ लोन लिएर आएपछि हामी धेरैजना चाहिँ अब एकदमै के आफ्नो हेल्थ केयर नगरिकन काम भनेर दौड पेलेको छ नि त म पनि पेलेको थिएँ होला सायद त्यो बेला मैले नि त्यो गरेँ त्यो कुरा मैले सोच्न आएन होइन तर अहिले धेरै मान्छे अब सुसाइड भन्दा पनि हार्ट एट्याक भएर धेरै मान्छे मरिरहेको छ नि त खाना टाइममा नखाने नसुत्ने भएको कारणले गर्दाखेरि चाहिँ धेरै अहिले हप्तैमा हार्ट एट्याक भइरहेको छ नि त अब चाहिँ हामीले यसलाई चाहिँ रोकथाम गर्नको लागि चाहिँ मैले के भन्छु भन्दाखेरि चाहिँ गाइज पैसा एकदम इम्पोर्टेन्ट हो होइन पैसा काम दुइटा गर्नुहोस् गएको जानुहोस् कम्तीमा पनि 5 देखि 6 घन्टा चाहिँ सुत्नु साइज स्टुडमा 6 घन्टा चाहिँ सुत्नु आफ्नो हेल्थको एकदम केयर गर्नु खाना चाहिँ खानु है रामेन मात्रैले हुँदैन क्या दाल भात तरकारी चाहिँ बनाएर खानु गाइज मैले चाहिँ हुन त त्यति बेला खाइनँ है म झुट भन्छु मैले खाइनँ तर मैले दाल भात तरकारी मिठो के हामीले भनेको दाल बहिनी तैँले पुग्दैन क्या हामी नेपालीलाई दाल भात तरकारी खानै पर्छ क्या दाल त खानै पर्छ खाना दाजु गाइज प्लिज आफ्नो हेल्थको केयर गर्नु होला 2 टाइम सक्दिनँ भने 1 टाइम पनि खाना खानुलाई प्लिज हजुरलाई रिक्वेस्ट गर्न चाहन्छु आफ्नो हेल्थको केयर गरौँ पैसा यदि सुन नि भोलि दिन नि हामीसँग नि करोडपति भएर पनि मान्छे नै भएन भने नि त्यो पैसाले नि तपाईँको परिवारले हुनेवाला केही छैन मान्छेको जीवनमा ठुलो पनि केही पनि छैन हात खुट्टा भयो भने नि शरीर ठिक भयो भने नि पैसा नि जति पनि कमाइन्छ टु बी अनेस्ट भन्छु मान्छे सही समात हुनु पऱ्यो क्या एउटा कुरा के भन्छ भन्दा चाहिँ करोडपति छ मसँग ल मानौ उमेश मसँग 10 करोड छ अहिले 10 करोड छ मलाई सुगर भयो मेरो भनौँ न शरीर पार्टहरू राम्रो छैन भने त्यो 10 करोड के गर्छु मैले ल भोलिको दिन मै भनौँ न केही भएर मलाई म बिति अरे त्यो पैसाले मेरो परिवार 10 करोडले के गर्छ जब मान्छे नै नभएपछि अर्थ छ त छैन नि त त्यो भएर हेल्थको केयर गर्नु होला गाइज राम्रोसँग सुत्नु हुन त अब यो बढी भयो होला यसो भन्ने सोच होला तर मैले त्यो भनेन मैले सिर्फ के को लागि सोचेँ भने थाहा छ मैले सिर्फ आमा भन्ने मैले यो कुरा किन भिडियो यो कुरा मैले भने भन्दाखेरि चाहिँ थाहा छ आमा भन्ने चिज छ नि सबैको आमालाई नि पैसा भन्दा ठुलो पनि आफ्नो छोराछोरीको हेल्थ हो क्या एकदम भोलि तपाईँ हुनु त तपाईँको अहिलेको स्टुडेन्टमा नखाइकन काम गरिरहेको छ नि जति पनि अब लगभग अब स्टुडेन्ट अहिले भएपछि 4 वर्षदेखि 5 वर्षमा नर्मली सिउसोको जसले पनि गर्छन् है त्यति बेला बाइ द केस है अहिले देखिएको समस्याहरू चाहिँ बाइ द केस बिहे गरिसकेपछि बच्चा नहुने अवस्था चाहिँ त्यतिखेरको चाहिँ एकदम दाइ मन्दाइ भएको छ कि अहिले म्याक्सिममहरूको केटादेखि लिएर केटी दुबईमा कि त्यो कस्तो हुँदो रहेछ भने भित्रको त्यो बडी पनि त्यही अनुसारले विक भइसकेपछि अनि त्यो कुरा मात्रै हेर्नु उमेश होइन मैले चाहिँ भर्खर अहिले ओसाकातिर सम्झिने कता हो मैले होइन एउटा न्युज हेर्दै थिएँ के रहेछ भन्दाखेरि चाहिँ अब रामेन खाने मान्छेलाई भन्छ है त्यो यो खाना नखाने रामेन मात्रै खाने मान्छे केटाकेटी टुबेर भन्न चाहन्छु के भन्दाखेरि चाहिँ मैले न्युज रिसेन्टली देखेको होइन काम जाने आउने रामेन खाने सुत्ने फेरि काम जाने आउने खाने रामेन जाने भएर लिभर ड्यामेज भएको रहेछ गाइस रामेन राम्रो होइन रामेन भनेको नि हप्तामा 1 चोटि 2 चोटि खाने हो क्या त्यही भएर खाना इम्पोर्टेन्ट छ क्या बरु बिहान नै खायो भने खाऊ तर रामेन चाहिँ नखाऊ यार एकदम तपाईँहरू त्यो काम गर्दै हुनुहुन्छ दुईवटा काम गर्दै हुन्छ बरु होइन अरू चिज खानु बरु ओनिगिरी खानु यार रामेन के अरे रामेन चाहिँ नखानु क्या ओनिगिरी खानु तर अनि बरु बेन्तोहरू खानु बेन्तो राम्रो हो नि बरु एकदम हेल्थलाई बरु बेन्तो राम्रो बरु बेन्तो खानु गाइज होइन पनि खाना पनि सकिँदैन भने बरु बेन्तो खाऊँ तर रामेन चाहिँ नखाऊ गाइज प्लिज रिक्वेस्ट छ गाइज
अब यो कुरा त यस्तै हो होइन अब तपाईँ जस्तो अब हामीले त यो टपिकको कुरा गऱ्यो हाम्रो एक्सपिरियन्सको बारेमा सेयर गऱ्यो अब अर्को हाम्रो टपिक चाहिँ कस्तो भन्दाखेरि पछि हुन्छ होइन अब हामी नेक्स्ट डे अर्को टपिकमा पक्कै पनि कुरा गर्नेछौँ आजलाई यति नै अर्को नेक्स्ट टपिक चाहिँ हामी पक्कै पनि अब नयाँ भाइ बहिनीहरूलाई के कस्तो कुरामा ध्यान दिनुपर्छ के कस्तो गर्ने वर्किङ जाँदाखेरि कस्तो प्रकारको होइन कुन स्टेपबाट गऱ्यो भने चाहिँ सक्सेस हुन सकिन्छ त नि राम्रो पैसा कसरी कमाउन सकिन्छ त नि लाइक कसरी गाडी लिएर हिँड्न सकिन्छ कसरी बाइक लिएर हिँड्न सकिन्छ कसरी आफ्नो परिवारको सपना पुरा गर्न सकिन्छ जापान बसेर चाहिँ त्यो बारेमा चाहिँ हामी नेक्स्ट भिडियोमा आउँदैछौँ आजको जति पनि हामीले भिडियोहरू दिनु त्यसको लागि धेरै धेरै धन्यवाद गाइज है अब हामी चाहिँ अब आज छुट्टिन्छौँ अब नेक्स्ट भिडियो चाहिँ फेरि अर्को हप्ता आउनेछ अब सकभर चाहिँ हाम्रो भिडियोलाई के अरे हेल्प गरिदिनु होला र तपाईँले कुन चाहिँ बारेमा जान्नु मन छ त्यसलाई चाहिँ कमेन्ट गरिदिनु होला चाहिँ हामीले जानेको नजानेको कुरा सबैजना चाहिँ खोजेर भयो नि हजुरहरूलाई चाहिँ हजुरहरूले सोधेको क्वेसनको चाहिँ आन्सर दिने कोसिस गर्छौँ अहिले चाहिँ धेरै धेरै धन्यवाद गाइज बाई बाई